आज मैले तपाईँहरूको लागि लग्न र नवांशको केही भिन्नताहरू लिएर आएको छु। फर्स्ट पार्टमा चाहिँ हामीले लग्न र नवांशको बारेमा चाहिँ केही कुरा बुझेको थियौँ। आज चाहिँ लग्न र नवांशलाई चाहिँ सँगै लिएर 2-3वटा केस हेरौँ है त। फर्स्ट केसमा चाहिँ यदि तपाईँको लग्नमा ग्रहहरू एकदम बलियो छन् होइन, बलियो भएर बसेको छन् र नवांशमा चाहिँ एकदम विक भनेको कमजोर भएर बसेको छन् भने त्यस्तो केसमा के हुन्छ भन्दाखेरि तपाईँहरूको लाइफ चाहिँ एकदम प्रोमिसिङ भएर जान्छ क्या, प्रोमिसिङ स्टार्ट हुन्छ होइन, एकदम मेहनत गरेर अगाडि बढ्नुहुन्छ। र सेकेन्ड केसमा चाहिँ हेर्दाखेरि मानौँ यदि तपाईँहरूको लग्नमा चाहिँ विक छ ग्रहहरू, एकदम कमजोर छ ग्रहको बल छैन होइन, तथा अथवा नवंशमा चाहिँ तपाईँहरूको ग्रह एकदम बलियो छ भने चाहिँ यस्तो केसमा के हुन्छ भन्दाखेरि तपाईँहरूको सुरुको फर्स्ट हाफ अफ लाइफमा चाहिँ एकदम स्ट्रगल फेस गर्नुपर्ने हुन्छ, एकदम मेहनत गरेर अगाडि बढ्नुपर्ने हुन्छ होइन, स्ट्रगल पनि धेरै आउँछ। र सेकेन्ड हाफ अफ लाइफमा चाहिँ के हुन्छ भन्दाखेरि एकदमै सक्सेस हात लाग्छ क्या, तपाईँहरूले चाहिँ एक्स्ट्रा नसोचेको भन्दा पनि राम्रो सक्सेस पाउन सक्नुहुन्छ। त्यसै गरी अर्को थर्ड केस पनि हेरौँ। यदि ग्रहहरू वर्गोत्तम छ भने, अब वर्गोत्तम भने के हो भनेर कतिलाई थाहा नहुनसक्छ, जस्तै यता लग्न र नवांशमा चाहिँ सेम साइन भएको होइन ग्रहहरू चाहिँ बसेका छन् भने चाहिँ त्यसलाई चाहिँ वर्गोत्तम भनिन्छ। त्यस्तो केसमा चाहिँ के हुन्छ भन्दाखेरि एकदमै तपाईँहरूलाई चाहिँ ग्रहले कुनै कम्प्रोमाइज नगरिकन सक्सेस दिन्छ क्या, कुनै कम्प्रोमाइज नगरिकन चाहिँ सक्सेसहरू छिटो हात लाग्छ है, स्ट्रगलको कुरा यसमा अलिक कम आउँछ। त्यसै गरी चाहिँ अरू भनेको चाहिँ जस्तै अब एउटा 7th हाउसको कुरा पनि जोडौँ। 7th हाउस हामीले लग्न चाहिँ बिहेलाई पनि हेर्छौँ होइन, म्यारेजलाई हेर्छौँ। अब नवांशमा चाहिँ यसलाई जोडेर 7th हाउसको कारकलाई उता नवंशमा हेऱ्यो भने चाहिँ यसले बिहे मात्र हेरिँदैन क्या, यसले चाहिँ हुन्छ नि बियोन्ड म्यारेज चाहिँ त्यो मान्छेले चाहिँ कस्तो राम्रो पार्टनरसिप गरेर चाहिँ लाइफमा अगाडि बढ्न सक्छ, जस्तै बिजनेस पार्टनरसिप भयो, अरू टाइपको पार्टनरसिप भयो होइन, जसले चाहिँ लाइफलाई अगाडि बढाउन हेल्प गर्छ, त्यो कुरा पनि हेरिन्छ। हस्त, धन्यवाद।